हेलो साथीहरू सबैजनालाई वेलकम छ मेरो फेरि न्यू मिनी ब्लगमा। यो गर्मी यति गर्मी के गरेर भयो भनेर यसलाई सोच्नुभयो होला। म चाहिँ जङ्गलदेखि घाँस काटेर घर आएर थुचुक्कै बसेको, अनुहार हेरेको त पसिनै पसिनै भएर तप तप चुइरहेको छ क्या पसिना। यो हाम्रो चाहिँ गर्मी कहाँको भन्दाखेरि हाम्रो यो बर्दियाको गर्मी हो। पानी परेको बेला पनि उम्सो उम्सो हुने, घाम लागेको बेला गर्मीले मार्ने। त्यसपछि मैले आफ्नो मुखहरू धोएर लुगासुगा चेन्ज गरेर सनस्क्रिम लाउन थालेँ। मैले चाहिँ डक्टर रसेलको सनस्क्रिम युज गर्छु। मैले सनस्क्रिम युज गर्न लाएको 1 महिना जति भयो होला। सनस्क्रिम भ्याउन लाग्यो फेरि किन्न पर्ने भन्छ साथीहरू। यो डक्टर रसेलको सनस्क्रिम मलाई एकदम मन पर्यो र मेरो स्किनलाई एकदम सुट गरेको छ यसले भनेर म सनस्क्रिम लाउन थालेँ। कालो मान्छेलाई सनस्क्रिम कालो भयो भने सनस्क्रिम त लाउनै पर्यो साथीहरू, किनकि स्किनमा एकदम डार्क देखिरहेको हुन्छ कालो भए पनि। कस्तो राम्रो भन्छ मेरो स्किन, हेर्दैमा मक्ख परेँ। अनि त्यसपछि चाहिँ मैले फेरि घाँटीतिर पनि लगाउन थालेँ। सनस्क्रिम लाउँदा अनुहारै कस्तो फ्रेस हुने कि नलाएर हिँड्दाखेरि त्यतिकै के छुट्यो जस्तै लाग्ने है साथीहरू। अनि तपाईँहरूले कसको सनस्क्रिम युज गर्नुहुन्छ? हाम्रो चाहिँ रोपाइसपाइ सकेर अहिले रोप्दाखेरि चाहिँ सनस्क्रिम लाउँदा पनि पसिनाले पखालेर कालो न कालो फेस भयो त्यो आजकल रोपाइसकेर। अनि बसी सनस्क्रिम लाउने दिनको म 3 चोटि अप्लाई गरेर आउँछु फेसमा। यति भन्दा म कपाल चपाल कोर्न थालेँ। अनि त्यसपछि म अनुहारमा मेकअप नगरे पनि कालो टिका लाउनुको साइन नै छुट्टै के। अनुहारमा कालो टिका भएपछि अनुहारको साइन ग्लो त्यसै आउँछ क्या अनुहारमा। म चाहिँ पहिल्यै सानैदेखि लाउने बानी भयो क्या। कालो टिका नलाएसम्म मेरो के छुट्यो चाहिँ हुन्छ। कपाल कोर्न थालेँ म। अनि त्यसपछि कपाल लट्टा भरेर फुकाल्न थालेँ। त्यसपछि म गएँ मम्मीसँग। मम्मीको कपाल पनि कोर्दिन थालेको मैले। दुब्लाएर कति दुब्ली भन्नुभयो होला, खानै नपाएको चाहिँ मम्मीलाई उठाएर मम्मीको कपालमा तेल सेल राखेर कपाल कोर्दैछु। मम्मीलाई फेरि लास्टै झ्याउ लाग्छ क्या भिडियो अगाडि बस्न चाहिँ। कपाल मम्मीको सानो छ, एकदम झर्ने भएर मैले सेरम युज गरेको कपालमा चाहिँ। यो सेरम युज गर्दाखेरि कस्तो कपाल चिल्लो पनि नहुने। मलाई चाहिँ मम्मीको एकदम केयर गर्न मन लाग्छ कि लास्टै किनकि सानोमा हामीलाई केयर गर्नुभयो। अहिले ठुलो हुँदाखेरि हामीले पनि केयर गरिदिनु पर्छ क्या मम्मीको धेरै माया लाग्छ। त्यसमाथि मम्मी बिरामी भएको कारणले गर्दा मैले चाहिँ मम्मीको सबै केयर गरिदिन्छु। मम्मीलाई मालिस गरिदिनेदेखि लिएर यताउति सबै कुरामा हेल्प गर्छु। म र मम्मी उस्तै दुब्लो भएको कारण चाहिँ मम्मी चाहिँ बिरामीले गर्दा म चाहिँ यसै खै के पुगेन खानै नखा जस्तो छ शरीर। त्यस्तै भन्दै मैले मम्मीलाई पनि रेडी गरेँ। क्यामेरा मुख देखाऊ छुँदा आउनु पर्यो नि। मुख सोझो त्यस्तै होला। रातो देखिएन केटा हुँदैन बजेला एउटा मेहन्दी लिएर हाल्दिनु नि। आफू हाल्दिनँ जस्तो मान्छे म। आफू हाल्यो भने उठाउनु नपर्यो नि। ओसँग भन्दा नि म तपाईँ गरिदिनु। मैले मतलब गर्दैन
नहीं यार मुझे पता भावना के बारे में हम लोग को पैसा देना है ये होते हो सनस्क्रीन के त्यसलाई घर पठाउ घर आएर पनि एकछिन पछि खाना आफ्नो कति किलो देखाउँछ अनि मान्छे त म गर्छु के एकदम नगर्नु त्यसरी गर्ने के बिस्तारै गर्नुपर्छ अनि मेको माथि नगरेको त चलो खाने की विकास के रात दिखाई यता म गाउँदैन क्या गर्नु गर्नु उठी पर्दैन द क्यामेरा पनि देखाउनु पर्छ अरे त मेरो वायर पनि क्यामेरा देखाउनु के म त टेलिफोन पाइन्छ काम गर्ने जुन काम गर्ने हो त क्यामेरा मेरो न कति कति देख्यो हम देखि पनि नाम त देखिन र चिको देखि छामा त अब कति आउन जस्तो दिन्छ आफैले लाउने नि हम मागे लेबन्टी खै लेबन्टी त्यो फुले दे बाना दिजा हाले लेबन्टी पनि जबर भिडियो म हैन गर्नु सबभन्दा स्याम्पूमा राम्रो चाहिँ डोप स्याम्पू के जस्तै राम्रो के कपाल पनि नरम बनाउने के खरो नबनाएर यता अगाडि फर्केर हेर्नु कसो भयो देखो त्यो लागि थिए त्यो तान्थे ल हो फुटा त जस्तो जस्तो तिम्रो बेटा त्यो झरेको के हो त्यो झरेको त्यो बेटा बेटा खर्च गर्न त्यो त बेटा लिएर गयो त्यो खिचडी सोची फर्केर हेर्नु मलाई राम्रो नाके ताङ आउनु के है ना घाटी आउने त बांध घाटी घाटी दुगा घाटी त्यसले सनस्क्रिन एक दिन पछि आउँछ त सिधै सिधै लेख्नु मेरो चाहिँ हैन बात कल्दी गरिसिन आज मेरो मेरो त कपाल झरेर नरम हेर न कपाल मेरो बसी त तेल लाउने यो लाए त यो लाए त लाइ नै कम लाइदिउ माथि लायो त्यसै फोटो फुल हुन्छ सट्टै तान्नु तिम्रो कसो दामले ए बाहिर फाल्नु हातमा पहिला भयो 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 ल उस लाया हो नि लाइन पर्नु माथि लो यसरी घटाए चिल्लाई को चुलिया खाली काटी खाली चिल्मा न बढी आउने लामा जो बाहिर गर्दैन तिम्रो पनि सही सही दाम के भयो त गर्नु यो सब ठण्डा लाग्यो जर्सन क्या त्यो कपाल बेटा राख्थे यो किन भयो जति गरौ त त्यो हट्दा कसलाई तिन दाद गुन्टा लाग्छ मोबाइल खतम त्यो क्या हो तम्रो ए छैन नलाने मान्छे अनलाइन छैन छैन पालन सादा कपाल झरेर मिलेको तिम्रो नारी कुण्डने साथरे कुण्डन देखि पनि भारी हुनु हो अरे अनलाइन मात्रै भयो नि बाह्र पानी दिएको के खाएर त्यो दाउरा राख्नु होइन गौरा राख्ने मकै तरह हाल तर तातो चाहिँ भयो है अरे इस गला बोली के छु गला इधर हाथ ला भन्नु हाल लाग्छ भए तातो खानु मात्रै खानु न तातो छ पालो पाल गरेर
त्योबाट ढुङ्गामा आइदिएको छ यो बाख्रा दिनु पऱ्यो दौरा भित्र राखेर कि फेरि भोलि भाषा राख्यो नि मुसलले भित्रै काटेको तर सुरुवालमा आयो मकै त्यो गोल गरिकन बाहिर भित्रै काटेको रह्यो क्या राम्रो नदेखेर गोरुङ्गा पनि हुन्छन् नि त त्यही भएर होला
यस्ता यस्ता दाउरामा त आँखै छैन कस्तो ल्याउने अब बरु है दुईजनाले 2 घन्टा बनाएर फस्किदिने आफूलाई आउँछ एकाल घाँस दिनुपर्ने एकाल लिना त छ नि त दाउराका लागि त घाम लाग्यो घाम लाग्यो भकारीमा फालिदिने हो चाक्लो बनाएर
कस्तो गर्मी भएको भयो पछि उ गर्ने पर्ने त हो। खाली पेटे गई छिन् हेर न हावा त हिँडेर आउँछ तर के गर्ने झार भएर सर्प आउने भन्ने डर छ। कट्टु त तानेको